आज सुकुम्बासीहरू भागाभाग हुनु, कुम्लो कटेर लिएर भागाभाग हुनुको मुख्य कारण मलाई चाहिँ के लाग्छ भने यी पुराने पार्टीहरू हो। पुराने पार्टीहरूको काम हो। हिजोको दिनमा यी पुराने पार्टीहरूले यी गरिब दुखी सुकुम्बासीहरूलाई प्रयोग गरे, हामी तपाईँहरूलाई लाल पूर्जा दिलाइदिन्छौँ भनेर उनीहरूबाट भोट लुसे होइन, फकाउँदै राखे, हामी तपाईँहरूलाई लाल पूर्जा दिलाइदिन्छौँ भन्दै राखे। लास्टमा यिनीहरूले लाल पूर्जा दिलाएन। त्यसै कारणले गर्दा आज उनीहरू भागाभाग हुनु परेको छ। यदि पहिलेको पुराने पार्टी पुराने सरकारले चाहिँ उहाँहरूलाई लाल पूर्जा मिलाइदिएको भए आज भाग्नु पर्थ्यो त, यो स्थिति आउँथ्यो त? आउँदैन थियो नि होइन। बिचरा ती गरिब दुखी सुकुम्बासीहरूको भोट जति चाहिँ लुसे होइन, लाल पूर्जा मिलाइदिन्छु भन्दै फकाउँदै, तर लास्टमा अन्त्यमा लाल पूर्जा दिएन। आज उहाँहरूको भागाभाग बिचल्ली भएको देख्दा एकदमै मन कटक्कै पनि खाएको छ। तर अहिलेको सरकारले उहाँहरूलाई अब पक्कै पनि व्यवस्थित गर्नुहुन्छ, व्यवस्थित उहाँहरूको लागि व्यवस्थापन गर्नुहुन्छ भन्ने आशा छ। जय देश।